डे 2 अब यो खाएर हामी हिँड्नुपर्छ मजाले। हुनु चाहिँ भर्खर उठेको अब 9 बज्न लागिरहेको छ भएर अब जान लागेको अब यो खाएर। ब्याम्बो जाँदैछौँ अब हामी ब्याम्बो। हामी आधी बाटो आइपुग्यौँ ब्याम्बो पुग्नेलाई। घना जङ्गलमा हिँड्दैछु। डे 2 को दिन ब्याम्बो पुग्नलाई चाहिँ आज बाटो बाँकी छ। आजको दिन हामी मात्र बुझ्यो बेस क्याम्प बस्नु भने भोलि सजिलो हुन्छ अरे एबिसी पुग्नलाई। अब हेरौँ हिँडिन्छ कतिसम्म पुग्न सकिन्छ। ट्राई त मात्र बुझेसम्म गरेको सकिन्छ जस्तो लाग्छ, सकिँदैन जस्तो लाग्छ। हेरौँ अब उकालो कतिको छ। ठिक छ अन्नपूर्ण हिमाल देखिन्छ यहाँबाट। यहाँबाट देखिरहेको छ अन्नपूर्ण हिमाल। यहाँ पुग्नलाई हामीलाई अझै 2 दिन लाग्छ। बवाल छ सिन। चौतारी बस्ने रहेछ। अब एकछिन बस्ने अनि जान्छु। घाम लाग्यो। मिटर बाँकी छ। यहाँ मान्छे को सुतिरहेको रहेछ। भाइको सादा दाल भातको 650 मात्र हो। यो पनि 600 मात्र हो, धेरै त होइन, ठिकै हो। Oh my god! Woo! Nice! कस्तो दामी। तर क्यामेरामा राम्रो देखिँदैन रहेछ।
In the middle of jungle, we're making coffee. त्यो किनभने इन्डियानले कस्तो गर्यो त्यो यो कोल्ड कफी बनाउनु लागेको यतातिर बाघ पनि आउँछ भन्ने सोचेको के अरे सुनेको थिएँ बाघ कराइरहेको छ फाइनली आधी बाटो आयो देउराली जाने देउराली पुग्न आधी घन्टा लाग्छ अब चाहिँ आधी घन्टा बेसी लाग्छ होला हामी ढिलो हुन्छौँ यो डार्क चौर खान लागेको अब कोही छैन अब त हामी होला लास्ट देउरालीमा बस्ने देउरालीमा बतासलु 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 खाना लागेको अब डार्क चक्लेट need some energy that's why हुस्सु लागेको छ अलमोस्ट 6 बज्न लागेको छ बल्ल हामी यहाँ यस्तो गुफानिर आउँदा यहाँ चाहिँ गौतम बुद्धको लगाएको रहेछ यस्तो पुरै केभ टाइपको छ गुफा जस्तो पनि छ यत्रो हिँड्ने अझै देउराली आउनलाई लाग्छ होला हामीलाई 15 मिनट पर हो निलो 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 भएको ठाउँमा यो चाहिँ देउराली हो आज हामी यहीँ बस्छौँ किनभने लास्टै थकेको भए दिस विल बी द लास्ट डेस्टिनेसन अफ ट्रेक के अरे डे 2 हामी होला सबभन्दा लास्ट किनभने हाम्रो अगाडि नि पछाडि नि कोही मान्छे यहाँ छैन वी स्टिल रनिङ दो हिँड्नुपर्छ हामी 5 मिनट बस्दै 10 मिनट हिँड्दै 5 मिनट बस्दै 10 मिनट हिँड्दै Nature was the awful it's kind of हुन्छ नि अझ यहाँ पानी पऱ्यो भए भए हुन्छ बाटो भगवान छ सिनारी we keep walking कतिलाई बन्द गर्छु अब त्यो देउराली कटेज अथवा लजमा बसेपछि पर छ खासै भिडियो गरिनँ बिच बाटोतिर किनभने भिडियो बनाउँदै हिँड्नलाई एकदम गाह्रो छ यस्तो आइसहरू पनि बिचबाट डल्लै छ त्यो धेरै आइसहरू छ बाटो छोटोमा होप हामी हुनेछ त्यो जर्नी थाकेको अहिलेको नजारा यतिको छ 6 बजे भर्खर 6 बजे यस्तो हुस्सु लागेको छ अब हामी होटलसम्म देउरालीको होटलसम्म पुग्न लाग्यौँ देउराली नै भनौँ न अब 15 मिनट हिँड्नुपर्छ उकालो छ अब फाइनली वी रिच दिस फाइनली हामी देउराली के अरे देउराली आइपुग्यौँ यो चाहिँ देउरालीको छेउमै राम्रो रहेछ बर्खा हो त्यो भयो देख्छ होला 6:15 भयो बल्ल देउराली आइपुग्यो अब हामी यहीँ बस्छौँ खाजालाई फाइनली रातिको खाना खाने अब यो खाना खाएर मस्त सोधिन्छ लुगा सुगा नै चेन्ज गरेँ मैले ट्राउजर कम्फर्टेबल लुगामा बसेको छु अब खाना खान थालेको हामी देउरालीको नाइट स्टेमा बसेको छौँ खानलागेको अब खाना खाएँ ल खानामा यहाँ खानामा चाहिँ धेरै आइटम छ यो लप्सीको अचार बाटमास साग
मुलाको अचार, यो के हो, अनि यो किम्ची, यो आलु तरकारी, अनि यो गोलभेडाको हो कि के को अचार हो, मिक्स रहेछ। अनि यो मुलाको सानो सिन्की मुलाको, अनि दाल, अनि प्रान, अनि पापड। सो मुनि खाएको भन्दा हेर्दा चाहिँ अलिक सस्तो लाग्यो, किनभने मुनि 1600मा 3 आइटम मात्र थियो। अझै धेरै 2000 प्याकेजमा ठिकै हो।